आज चाहिँ हामी सिस्नु खोज्न जाने कि सिस्नु टिप्न अनि निबा काटेर उयो बनाउने चिम्टा है भाउजू सिस्नु टिप्ने भाउजूले चाहिँ बनाउनुहुन्छ चिम्टा अब निबाको ल अब हामी चाहिँ यसको चिम्टा बनाउँछ भाउजूले चाहिँ हो भाउजूले चाहिँ अघि झोला बोकिरहनु भएको थियो नि त गोजीमा निकालिदिएको नि झोला बुढी ठुलो भयो नि त अब भाउजूको झोलाले चुच्चै हुन्छ भाउजू त्यता दुईटै बनाउने है अब केले बान्नु टिपिन्छ होला नि है अब ओ अलिक तल भएन एउटा बनिसकेको छ हाम्रो चिम्टा कसरी टिप्नु यो चाहिँ यसरी हाल्नु अहिले त खोल्नुपर्छ ए ओभरै सोच्दै हाल्छु कि है सिस्नु टिपेर घर मुनि आएको छ सिस्नु सुरुप खानु हामी चाहिँ घरदेखि तल आएको छौँ नि त घर उताटी पनि थियो त्यहाँको चाहिँ छैन रहेछ हौ त्यो खोल्चाको है भाउजू यस्तो जङ्गल छ होइन यहाँ मास्किएर चाहिँ रोड अनि हामी चाहिँ रोडदेखि मुनितिर आएको सिस्नु टिप्नुलाई बेस चिप्लेनिङ पानी भएकोमा आइपुगेँ भाउजूले सिस्नु टिप्नुहुँदैछ भाङ्रे सिस्नु सिस्नु चाहिँ ए भएन चेपेन चेपेन त चेपे कि ए ऊ खुट्टाको उँदो पनि छ है चिरो छ है कटन सिस्नु टिप्ने हो म त फेरि खतरा टिपिदिन्छु हो चिम्टा चाहिँ सानो दामी भएको छैन त्यही त है खास त म त जानेको नि यो चिम्टा पो त कस्तो कस्तो थाहा भाउजू मैले त बिगारेँ त प्याट्टै भयो त यो त सिस्नु चाहिँ जग्गा जग्गा मात्रै रहेछ भर्खर हुँदो रहेछ नि त है तर हामीलाई के जोस चढेको पनि भयो भाउजू